पर्वत जिल्ला बाजुनदेवपुरको सिमाना लेसपार जाने बाटो हजुर रेनबो ट्राउट फार्म हजुर सञ्चालक विकास तिमिल सिन्हा भूतपूर्व वार्ड अध्यक्ष हजुर यहाँको के विशेषता छ सर एकदम ठुलो चाहिँ के अरे एकदम समाजसेवी देवपुर वार्डको हजुर उहाँको दाई हजुर नमस्कार नमस्ते सर नमस्ते ल यति भयो हामी माछा हेर्न जान्छौँ भान्याले त फोन बिहा गर्दैन त आज यो यस्तो बाटो रहेछ मालको बाटो यस्तो बाटोमा हिँड्ने हो एकदम शान्त छ चिसो बाटो होइन र यहाँ चाहिँ ट्राउट माछा पाउँछ जुन चाहिँ चिसो पानीमा नै पाउने हो र हिमालमा पनि पाउँछन् र यस्तो चाहिँ पुरै हरियाली पातहरू यस्तो ढकमक्क लागेको पानी पनि यति चिसो र अहिले चाहिँ हिँडेर हामी तल जान्छौँ तल यसो पाहाडको बाटो भनेको यस्तै हो र यहाँबाट चाहिँ हाम्रो माछा पालनको देख्न पाइन्छ र यहाँ चाहिँ सानो माछाहरू छन् यी सानो माछाहरू छन् यो ट्राउट माछा हो यहाँ पनि घोडाहरू छन् र सबै ठाउँमा डब्बाको माथि पनि भएको पानी चाहिँ खोलाबाट डाइभर्ट गरेर चाहिँ यहाँ चाहिँ पाना तल पारेको छन् र यो पानी चाहिँ फेरि तल यसरी बगेर यहाँ साना माछाहरू छ यस्तो देखिएछ र यहाँबाट फेरि अब त्यहाँ पनि दुईवटा रहेको छ फेरि अब सिडी हुँदै हामी तल जान्छौँ र यहाँ चाहिँ माछा चाहिँ सानो माथि छन् ठुल्ठुला माछा यहाँ उखुको बोट पनि छ है जस्तो पानी पनि हेर्नु है यहाँ पाहाडको भने कस्तो सफा हुन्छ है नेपालको प्राकृतिक सौन्दर्यता भनेको त यहाँबाट पनि एउटा छन् सानो माछाहरू यहाँ राखेको छ र यहाँ पनि त्योभन्दा अलि ठुलो माछा छ तल चाहिँ हेर्न सकिन्छ र तपाईँहरू पनि यसो पर्वत जिल्ला आउनुभयो भने पर्वत जिल्लाको पातिचोरबाट अलिकति यतातिर छिर्नुभयो भने हाम्रो पाती खोल्ला भन्ने ठाउँ छ उहाँ सरले अघि जानकारी दिनुभएको छ अनुभव यसो माछाको सौन्दर्य हेर्न सकिन्छ यसरी तल हेर्नु हेर्नु है अब यहाँ चाहिँ माछाको दानाहरू स्टोर गरिएका छन् यसो चाहिँ माछा एकदम जति पनि छ र यो माछा सबभन्दा बढी ओमेगा 3 हुने माछा हो यति भन्दै म बिदा हुन्छु धन्यवाद तपाईँहरूलाई पनि यो ठाउँ हेर्न मन लाग्यो भने यसो आउँदा भयो।